पाँचदिनको टाइम छ, राइड गर्न मन छ भनेदेखि चाहिँ हामीले लेख्यो यो आइटिनेरी काम लाग्न सक्छ। हामीले चाहिँ गोदावरीबाट सुरु गऱ्यौँ। गोदावरीबाट हामी फर्पिङ हुँदै हेटौँडा निस्क्यौँ, त्यसपछि चितवन लुम्बिनी गएर बस्यौँ। लुम्बिनीबाट हामी सिधै अर्घाखाँची निस्क्यौँ। अर्घाखाँचीमा एकदिन बस्यौँ। सुब्बा देउरालीको दर्शन गरियो। सुब्बा देउराली पछि हामी रानी महल हुँदै पाल्पा दरबार हुँदै फेरि ब्याक टु भैरवनाथ पाल्पा गयौँ। त्यसपछि फेरि त्यही रोड हुँदै हामी बुटवल झऱ्यौँ। बुटवल झरेर चाहिँ फेरि देवघाट एक स्नान गरेर अब चाहिँ हामी नेक्स्ट रुट हामी चाहिँ टिका भैरव लिली निस्किने रुट निस्किन्छौँ। त्यसपछि घर पुग्छौँ। एउटा कुरा याद राख्नु होला, सेफ ड्राइभ गर्नुहोस्। अनि रोड्स आर फिल्ड विथ इग्नोरामसेस, जति पनि बौला मान्छेहरू भेटिन्छ त्यस्तोलाई चाहिँ ट्राई टु अभोइड इट। सकभर राति चाहिँ ड्राइभ नगर्नु। हामीले चाहिँ अलिकति टाइम लिमिटको कारणले गर्दा राति पनि ड्राइभ गर्नु पऱ्यो। बट दावनीको बाटोलाई छोड्ने हो भने बाटो एकदमै राम्रो छ। तपाईँको 4 दिनमा प्लस 1 दिन 5 दिनमा मजाले काठमाडौँ ललितपुर भक्तपुर जहाँबाट हुनुहुन्छ मजाले यो सर्किट चाहिँ हान्न सक्नुहुन्छ। सेफ ड्राइभ त्यही नै हो।